सेल्फी स्टिक टिकटक शपबाट पाएको। हामीलाई चाहिँ यो टिकटक शपबाट आएको होइन। यो चाहिँ यस्तो लामो रहेछ, अझै लामो पनि हुँदो रहेछ मजाले होइन। हामीले चाहिँ यहाँ फोन राखेको छौँ, फोन राखेर अब यहाँ यसरी यसमा ब्लुटुथ पनि हुन्छ, तपाईँले आफू एक्लै हुँदा पनि भिडियोहरू फोटोहरू क्लिक गर्न सक्नुहुन्छ। यो 2 वेमा युज गर्न सकिन्छ। तपाईँले एउटा आफूले लाइक हातमा राखेर स्ट्रेच गरेर आफ्नो सेल्फी पनि लिन सक्नुहुन्छ, या स्ट्यान्डमा राखेर तपाईँले रिमोट युज गरेर आफ्नो फोटोहरू भिडियोहरू बनाउन सक्नुहुन्छ। एकदम जो ट्राभल धेरै गर्छ त्यसको लागि चाहिँ एकदम पर्फेक्ट छ है यो, जो टिकटक भ्लग गराउनेहरूको लागि होइन। यसो गरेर यसरी फोटो खिच्न पनि मिल्यो होइन। अब एक्लै हुँदा सेल्फी खिच्नुलाई अनि ठाउँमा राखेर यस्तो गर्न पनि पाइयो होइन। टक्क लाग्यो घुम्न जाँदाखेरि मजाले। अरू कोही मान्छे पनि चाहिएन, तपाईँ चाहिएन है। आफूले स्ट्यान्ड राखेर रिमोट कन्ट्रोल युज गरेर आफ्नो भिडियो र फोटो यसरी खिच्न पाइयो होइन। अनि अर्को कुरा चाहिँ यसलाई टक्क सानो बनाएर आफ्नो ब्यागमा हालेर राख्नु पनि पाइयो घुम्न जाँदा। पोर्टेबल हो यो, पोर्टेबल हो है। यसरी राखेर जहाँ जाँदा पनि भयो। यदि हजुरहरूलाई यस्तो सेल्फी स्टिक चाहिएको छ भने लिङ्क राखिदिएको छु, त्यहाँ क्लिक गर्नु। बाई।